नमस्कार सबैजनालाई। अब तपाईले लिने प्रत्येक श्वास तपाईको आयु घटाइरहेको छ। हो, मैले मजाक गरेको होइन, किनभने नेपालको हावाको गुणस्तर अहिले विश्वकै खराब बन्न पुगेको छ। एउटा शहर जसको सौन्दर्यले पर्यटक लोभ्याउँथ्यो आज धुवा र धुलोले छोपिएको छ। काठमाडौँ अब बस्नै नमिल्ने शहर बन्दैछ र यो केवल खबर मात्र होइन, आपतकाल हो। विश्वविद्यालय र कोलम्बिया विश्वविद्यालय वर्ल्ड इकोनोमिक फोरमसँग मिलेर 180 देशको अध्ययन गरे र तपाईलाई थाहा छ नेपाल 176औं स्थानमा परेको छ। हाम्रो सास लिने हावामा विश्वमै सबैभन्दा खराब छ। हामी भन्दा तल छन् भारत, कङ्गो र बुरुन्डी। हामीले लिने प्रत्येक श्वासमा PM 2.5 कण छन्। यो कण आँखाले देखिँदैन, तर तपाईको फोक्सो हुँदै रक्तनलीमा पुग्छ। फोक्सो हुँदै रक्तनली र मस्तिष्कमा पुग्छन्। नेपालका लाखौं जनता दैनिक यिनैको जोखिममा छन्। काठमाडौँको एयर क्वालिटी इन्डेक्स अहिले 216 पुगेको छ। यति बेला राजधानीको आकाशमा धुवा छ, जमिनमा धुलो छ र हामी बीच फैलेको छ गम्भीर रोगहरूको खतरा, त्यो पनि केही दिनमै। चुरे र मध्य पहाड क्षेत्रहरूमा भयावह डढेलो लागेको छ। नासाले पनि यो कुरा पुष्टि गरिसकेको छ। यो जाडोमा मात्र 10% पानी पर्यो। नेपालभर 30 लाख मेट्रिक टन कृषि अवशेष जलाइन्छ, काठमाडौँमै 44,000 मेट्रिक टन। तर यसको विकल्पको खोजी भएको छैन। सवारी साधन, उद्योग धन्दा, खुला आगजनी यी सबै मिलेर काठमाडौँलाई ग्यास चेम्बर बनाइरहेका छन्। काठमाडौँको हावाको गुणस्तर अहिले भारतको दिल्ली र बङ्गलादेशको ढाका भन्दा पनि खराब भइरहेको छ। डरलाग्दो कुरा के हो भने यो प्रदूषण साइलेन्ट किलर हो। यसले बिस्तारै मार्छ। यसले आँखा पोल्ने, नाक सुक्खा हुने, खोकी र दम, हृदयघात, स्ट्रोक, क्यान्सर जस्ता रोग निम्त्याउँछ। बालबालिका र वृद्धवृद्धा सबैभन्दा जोखिममा छन्। यो केवल असहज अवस्था होइन, यो आपतकालीन अथवा जीवनको खतरा हो। स्वास्थ्य मन्त्रालयले चेतावनी दिएको छ, घरमै बस्नुहोस्, N95 मास्क लगाउनुहोस्, बिहान बाहिर ननिस्कनुहोस्। तर के यति नै पर्याप्त छ? अब के गर्न सक्छौं? घरभित्र पनि एयर प्युरिफायर चलाउने, सवारी कम प्रयोग गर्ने, फोहोर नजलाउने, सामाजिक दबाव बनाउने, नीति परिवर्तनको लागि र सबैभन्दा मुख्य कुरा के हो भन्दाखेरि सचेत रहनु पर्यो। के अब काठमाडौँ जिन्दगीका लागि, जीवनका लागि खतरनाक बन्दैछ। के तपाईँ तयार हुनुहुन्छ परिवर्तनको आवाज बन्न? कृपया कमेन्टमा लेख्नुहोस्, हामी समाधान चाहन्छौँ। यो भिडियो लाइक, शेयर र सब्स्क्राइब गर्नुहोस्, किनभने यो समस्या हामी सबैको हो।